हामीलाई चाहिँ ड्रागन फलको बारेमा चासो राख्ने यो रोप्ने महानुभावहरूले अधिकांश सोध्ने कुराहरूमा चाहिँ यो कोपिला चाहिँ पहेँलो भएर किन झर्छ, फल किन पहेँलो भएर झर्छ भनेर भन्नुहुन्छ। यो कोपिलाहरू चाहिँ विभिन्न स्टेजमा चाहिँ पहेँलो हुन्छ। एउटा यही स्टेजमा पहेँलो हुन्छ, सुरुमा आउँदा आउँदै चाहिँ पहिले नै पहेँलो भएर जान्छ हैन, झर्छ। अनि कुनै कुनै फल चाहिँ यत्रो भएपछि पनि झर्छ, कुनै कुनै त्यस्तो त्यो फक्रियो नि हैन, फक्रेको 3-4 दिनमा झर्छ। यिनीहरूका चाहिँ एउटा कमन एउटा कारण चाहिँ के हो भने मौसम नै हो। यो प्रतिकूल मौसमको कारणले गर्दा यस्तो हुन्छ। त प्रतिकूल मौसम कस्तो भनेर भन्दाखेरि अब घाम पर्ने, घाम लाग्ने, फेरि पानी पर्ने, फेरि चरको घाम लाग्ने, हामीलाई घमौरा आउने टाइपको चिरिक्क इरिटेसन हुने खालको घाम लाग्ने बेलामा चाहिँ त्यस्तो बेलामा पर्यो भने चाहिँ यी फ्लावरका बर्डहरू यत्रैमा पनि झर्छन् हैन। यी यत्रो भएपछि पनि झर्छन्। हामीले गत साल पनि यत्रो या योभन्दा ठुल्ठुलो भएपछि पनि झरेको बर्डहरूको बारेमा भिडियो हालेको थियौँ। के दबाई हाल्नुपर्छ भनेर भन्नुहुन्छ। दबाई अब जे हाले पनि यो प्रकृतिसँग सकिँदैन हैन। एउटा कारण चाहिँ त्यो हो। र अर्को कारण भनेको चाहिँ जस्तो यो अब फक्रिसकेपछि 3-4 दिनमा झर्नु भनेको चाहिँ नि यसको पोलिनेसन प्रक्रिया सक्सेस नहुनु हो। यो दुईटा कारण मैले भने। त्यसपछि गएर अर्को कारण भनेको जस्तो अब कोपिला चाहिँ यदि धेरै आइन्छ कि त्यो बोटले धान्न नसक्ने भनौँ न। र वयस्क बोटले उसको उमेरमा उसले पाएको न्युट्रिसन, खाद्यान्न, मल, पानी अनुसार जति धान्न पर्ने हो त्यो धान्न सक्ने भन्दा बढी आयो भने पनि पहेँलो भएर झर्छन्। र यी र यस्ता चाहिँ कारण हामीले अनुभव गरेका कारणहरू चाहिँ ती हुन्। त्योदेखि बाहेकका अन्य कारणहरू पनि हुन सक्छन्। अब त्यसको यस्तो खासै दबाई भन्ने चाहिँ हामीलाई थाहा छैन। अब दबाईतिर लाग्दाखेरि अब यो पैसा गर्न मात्रै नास होला कि जस्तो मलाई चाहिँ लाग्छ। त्यस कारणले यो हामीले सकेसम्म बोटलाई चाहिँ नि पानी बढी हुन नदिने, पानी कम हुन पनि नदिने, मल चाहिँ समय समयमा दिइराख्ने गरेर बोटलाई चाहिँ सधैँ ड्रागन फलको बिरुवालाई चाहिँ बोटलाई तयारी हालतमा एउटा जसरी एउटा मान्छेले चाहिँ न्युट्रिसन, आहार, पौष्टिक तत्त्व खाएर चाहिँ एउटा मतलब गर्भिणी हुने बेलामा, सन्तान जन्माउने बेलामा तयार हामी मानिसहरू तयार हुन्छौँ नि, त्यस्तै हिसाबले बोटलाई पनि मल, पानी चाहिँ दिएर उसलाई बलियो बनाएर यसले चाहिँ सन्तान उत्पादन गर्न सक्ने, यसले चाहिँ फुल फल धान्न सक्ने बनाइयो भनेदेखि सबैभन्दा राम्रो चाहिँ हामीलाई त्यो लागेको छ। त्यसकारण तपाईँहरूमा पनि यदि ड्रागन फलका कोपिलाहरू, फुलहरू, फलहरू पहेँलो भएर झर्छन् भने सबैभन्दा पहिला चाहिँ यसलाई चाहिँ गोडमेल गर्ने र मल पानी चाहिँ ठिक्क मात्रामा दिने, पानी मल चाहिँ पर्याप्त मात्रामा दिने गर्नुभयो भनेदेखि त्यो मात्रालाई चाहिँ केही कम गर्न सकिन्छ। अब अन्य अप्राकृतिक कुरामा लाग्न थाल्नुभयो भनेदेखि त्यसको रिजल्ट पनि हुनसक्छ। यो अनावश्यक टुप्पा काट्ने, धेरै चाँडो छिटो फलाउनलाई चाहिँ प्रयास गर्ने, ती कुराहरू अप्राकृतिक कुरा हुन्। हामीले पहिला पनि भनेको छौँ, त्यस्तो नगर्नु होला। यसलाई आफ्नो समयअनुसार हुन दिनु, फुल्न दिनु, फल्न दिनु। त्यस कारणले यसको यो झर्ने, कोपिला झर्ने समस्यामा पनि कमी भएर आउँछ र समग्रमा बिरुवाको प्लान्टको चाहिँ भेजिटेटिभ ग्रोथमा पनि त्यसले राम्रो गर्छ। त्यस कारणले आफ्नो बिरुवालाई पहेँलो भएर नझरोस् भन्नको लागि भने मल पानी छिटो नदिनु होला। र कोपिला पनि यहाँबाट नयाँ कोपिला यहाँनिर एउटा देखियो हैन, त्यसै गरी यहाँ पनि देखियो। यतिखेर भर्खर कोपिला आउने पर्ने हो, अरू कोपिला पनि आउनु पर्ने हो, किनभने यो चाहिँ फक्रिसकेको छ। फक्रेको 2-3 दिन भइसकेको छ। योभन्दा पछाडि आएको पनि 5-6 दिन यो भइसकेको छ। अब यो 5-6 दिन पछाडि चाहिँ फेरि यो आउनु, यो लगभग टाइमिङ ठिकै हो। तर मौसमको कारणले, विभिन्न कारणले कुनै लट चाहिँ धेरै कोपिला आउँछन्, कुनै लट चाहिँ एकदम थोरै आउँछन्, कुनै लट आउँदै आउँदैनन्। त्यस्तो हुन्छ। त्यस कारणले सामान्यतया हामीले आश गर्ने भनेको ड्रागन फलमा चाहिँ 8 देखि 10 दिनको ग्यापमा लट आइदियो भनेदेखि चाहिँ त्यो राम्रै हुन्छ, ठिकै हुन्छ, बोटले धान्छ। धेरै आयो भने हामी आफैले झिकेर फालिदिनुपर्छ। एउटा हाँगामा एउटा फलसम्म राख्ने गरी बाँडिएर सबै हाँगामा फुल आयो भने त्यो राम्रो। भरेर कुनै हाँगामा चाहिँ हाँगै ढाक्ने गरी आएछ, कुनै हाँगामा चाहिँ आएन भने त्यो पनि राम्रो होइन। यो अघि मैले भन्दा यस्तो यो भयो नि, यो चाहिँ अब फुल फक्रेको 2-4 दिनमा जाने भनेको यो चाहिँ अब यो पोलिनेसनकै कारणले हो।